एफजेड बाइकको चाहिँ कसरी डिस्क प्याड फिटिङ गर्छ र कसरी राम्ररी कस्तो क्वालिटीको डिस्क प्याड लगाउनु पर्छ हेर्नु गाइस। एकदम इजी ट्रिक छ के, जुन मिस्त्रीले थाहा छैन उहाँ यो भिडियोबाट हेरेर सिक्न सक्नुहुन्छ। इजी ट्रिक छ है, एकदमै इजी ट्रिक छ यो। पुरा भिडियो हेर्दिनु होला। लक लगाइदियो, लक लाग्यो र त्यो ग्याप चाहियो नि, त्यसलाई साफ गरेर यो बकेट घुसाएर एकदम मिल्दोजुल्दो हेर्नुहोस्। अब हेर्नुहोस्, अब फिट गर्दा नटको गाँठ मिलाएर नटलाई लगाउने र नट लागेपछि 12 नम्बर पाइप रेन्जले त्यसलाई टाइट गर्ने, बढी पनि टाइट नगर्ने र अलि पनि कम टाइट नगर्ने, पुरा फुल टाइट गर्ने र त्यहाँ फिट भयो। अब चेक भयो, अब एकदम ठिक।